है साथीहरू, आज चाहिँ म भेज सुप बनाउँदैछु। बेलुकाको खाना मेरो प्राय होइन, लगभग सधैँ नै त्यसमाथि आजभोलि सन्चो छैन, अनि त्यही भएर म भेज सुप बनाउँदैछु। मलाई चाहिँ भेज सुप जस्तो सुप बनाएँ नि भन्नाले अब भेजमा, अनि म चाहिँ मकै हालेको हुन्छु है। मकै पहिला घिउमा भुट्ने, अनि त्यस पछाडि अरू माथिबाट अब ब्रोकाउली काउली, अनि त्यस पछाडि आफूलाई जे मनपर्छ, जुन तरकारी मनपर्छ त्यो सबै तरकारी मैले चाहिँ च्याउ स्याउ सबै हालेको हुन्छु। अनि त्यसमा चाहिँ आफूलाई मनपर्ने जुनै तरकारीहरू, अनि त्यसमा स्पेसल चाहिँ मैले मकै हालेको हुन्छु है। तपाईँहरूलाई पनि मनपर्छ भने पहिला चाहिँ घिउमा जिरा फुडाउने मेथी, अनि त्यस पछाडि के भन्छन् मकै भुट्ने परपरी है। अनि त्यस पछाडि भुटिसके पछाडि अरू तरकारीहरू पनि माथिबाट हल्का भुट्ने, अनि त्यस पछाडि सुप बनाउने मजाले। कस्तो मिठो हुन्छ, हेल्दी पनि हुन्छ। अनि बाहिरको सुप जस्तो किनेको सुप भन्दा यो सुप चाहिँ एकदमै राम्रो हुन्छ। अब मलाई चाहिँ मनपर्छ, अब अरूलाई मन पर्ला नपर्ला आफ्नो आफ्नो चोइस है। अनि यसरी बनाएर एकचोटि ट्राई गर्नुहोस्, अनि कस्तो लाग्छ त्यस पछाडि कमेन्ट गर्नु होला। मलाई चाहिँ मनपर्छ है। मलाई चाहिँ साह्रै नै मकै मनपर्ने भएर, मिठो लाग्ने भएरै म चाहिँ प्रत्येक सुपमा मकै अलिकति भए नि हालेको हुन्छु। र बेलुकाको खाना प्राय मैले लगभग धेरै वर्ष भइसक्यो म खासै खाना इन्ट्रेस्ट देखाउँदिनँ। बेलुकाको खाना कहिलेकाहीँ खाएको हुन्छु, तर अब जस मलाई चाहिँ त्यस्तो खाना खाइहाल्नु जस्तो लाग्दैन बेलुकाको चाहिँ। आज लेट भयो, यतिखेर बनाइसकेर खाएर पनि जोस् खाइसक्थेँ। अब आज चाहिँ अलि लेट भयो। ल यसरी बनाएर एकचोटि ट्राई गर्नुहोस् है। ट्राई गरेपछि कस्तो लाग्छ त्यस पछाडि कमेन्टमा भन्नु होला है। मलाई चाहिँ मनपर्छ है त। बनाएर एकचोटि ट्राई गर्नुहोस्।